दिदीबहिनीहरूले आज महाशिवरात्रिको शुभ अवसरमा म तपाईहरुलाई एउटा विशेष अनुरोध गर्न चाहन्छु। अहिले फागुन 21 गते हाम्रो चुनाव हुँदैछ, आम प्रतिनिधि सभाको आम चुनाव हुँदैछ। त्यसमा म पनि एउटा उम्मेदवारको रूपमा महावीर पुन उठेको छु म्याग्दी जिल्लाबाट र विभिन्न जिल्लाबाट विभिन्न प्रतिनिधिहरू उठ्नु भएको छ र यो अवसरमा म सबैलाई के अनुरोध गर्न चाहन्छु भने यो चाहिँ विशेष किसिमको चाहिँ एउटा चुनाव हो, अन्य चुनाव जस्तो होइन। किनभने अहिले यो चुनावमा चाहिँ एकदमै इमानदार राम्रो प्रतिनिधिहरूलाई छानेर देशलाई चाहिँ एउटा सही दिशामा लैजानु पर्छ। यो चुनावमा पनि हामीले देशलाई सही दिशामा लैजान सकेनौँ भने देशले अझै धेरै वर्षसम्म दुःख भोग्नु पर्ने हुन्छ। त्यसको लागि चाहिँ खास गरी मैले के अनुरोध गर्न चाहन्छु भने युवा उम्मेदवारहरू नयाँ पार्टीहरू चुन्छन्, तिनीहरू चाहिँ सबै मिलेर एउटा संयुक्त रूपमा एउटा मोर्चा बनाएर चाहिँ अगाडि बढ्नुपर्छ। यदि हामी एक आपसमा झगडा गर्ने र एक आपसमा खुट्टा तानातान गर्ने हो भनेदेखि पुरानै पार्टीहरूले पुरानै नेताहरूले अहिलेको चुनाव चाहिँ जित्छन् र हामीले जनताले फेरि दुःख पाउनु पर्ने हुन्छ। त्यसैले सम्पूर्ण नयाँ पार्टीहरूलाई युवाहरूलाई जेनजीहरूलाई म के अनुरोध गर्न चाहन्छु भने इमानदार उम्मेदवारहरूलाई इमानदार नेताहरूलाई चाहिँ देशको अहिलेको प्रतिनिधि सभाको चुनावमा जिताउनुहोस् र 2/3 मत ल्याएर चाहिँ सबैलाई चाहिँ के अरे नेपाललाई चाहिँ एउटा विकसित देश बनाउनलाई सहयोग गर्नुहोस्। अहिलेको चुनावको मुख्य मुद्दा चाहिँ अर्थतन्त्र सुधार गर्ने हुनुपर्छ। अर्थतन्त्र सुधार्नको लागि कल कारखानाहरू उद्योग धन्दाहरू उद्यमीहरू सबै बढाउनु पर्ने हुन्छ। विज्ञान प्रविधिको विकासको लागि नव परिवर्तन र अनुसन्धानको लागि चाहिँ युवाहरूलाई प्रतिभाशाली युवाहरूलाई लगाउनु पर्ने मुद्दा हुनुपर्छ र भ्रष्टाचार र सुशासन भ्रष्टाचार हटाएर सुशासन ल्याउने मुख्य मुद्दा हुनेछ। त्यसैले सबैलाई चाहिँ सबै नयाँ पार्टीहरूलाई सबै युवाहरूलाई चाहिँ म चाहिँ एकदमै सक्रिय भएर चुनावमा भाग लिन हुन अनुरोध गर्दछु र सबैलाई मिल्नको लागि अनुरोध गर्दछु। खुट्टा तानातान नगर्नुहोस्, खुट्टा तानातान गर्यो भने तपाईहरुलाई फेरि चाहिँ पछाड्छन् भन्ने मेरो अनुरोध हो। म एउटा